अनि मेरो छोरीले यहाँ भाडा माग्दैछ, यहाँ लुगा धुएको छौँ होइन, यहाँ भाडा माग्दैछ। यसो छोरीले कति धेरै काम गर्छ मेरो छोरीले, भात सब्जीहरू पनि पकाउँछ, भाडा माग्छ, अहिले कति धेरै कामहरू सघाउँछ मेरो छोरीले त। सोम्याले तपाईँहरूको छोरीहरूले चाहिँ काम सघाउँछ कि सघाउँदैन होला, सघाउँछ नि होइन। त्यही हिसाबले न त्यही मेरो भुइँमा हाल्न, भुइँमा चारोले खान्छ, कुखुराले खान्छ क्या। अनि मेरो एउटा कुखुरा छ होइन, अनि एउटा कुखुरा माउ कुखुरा हो, एकचोटि चाहिँ पारिसकेको, एकचोटि पारेर अनि पछाडि काटेको थियो। अनि कालो हाम्रो गाउँमा कालो ढाडे बिरालो आउँछ नि त, अन्त कालो ढाडे बिरालो आउँछ नि त, ढाडे बिराले चाहिँ खाएकै गर्छ। अनि एकचोटिको लड्को चाहिँ खायो होइन, अनि बिचारो अनि खायो, अर्को अन्डा पारेको, अन्डा कति धेरै पार्ने क्या, अन्डा पनि त्यति धेरै नै पारेको। अनि अन्डा पनि त्यस्तै धेरै पारे, 20-21 पारेको सानो होइन नानी चाहिँ। अनि योपालि चाहिँ होस् नदिउँ भन्नुभयो क्या मेरो बुढाले पनि, अब नदिनु पर्दैन, ढाडे बिराले खाएकै गर्छ भनेर नदिएको। कोठामा बस्यो, फेरि अहिले अन्डा पार्न थालिरहेको छ, एउटा अन्डा मात्रै पारेको छ, खै अलिक कता पारेको थाहा छैन, बसेकै छैन घरमा, खै कहाँ गयो गाउँतिर डुल्छ, छुट्टो छ भने सुनेन कस्तो बस्छ कुन चाहिँ यतिको कान्छी चाहिँ म छिटो ढिलो भइसक्यो। बजारमा आज मेरो कान्छीको एडमिसन गर्नु गएको पब्लिक स्कुल, सरस्वती पूजाको दिन हिरोको हेर्नु होइन, उयो ढुक्टो ब्याग च्यातिन्छ है, त्यो च्यातिन्छ क्या, जन्मचट्ट च्यातियो भने के हुन्छ हाँ यता र हेलो कहाँ गएको चल्दैछ काम। अनि उसलाई दोकानलाई बेसी चाहियो अरे, आज हाम्रो सरस्वती पूजाको दिन अन्त अनि मलाई उसको स्कुल चेन्ज गर्न आँटेको, भगवान् चतर लानको पब्लिक स्कुलमा पढाउन आँटेको नि त उसको दिदीसँग है, त्यही भएर उसलाई पनि ऊ खानेकुराहरू चाहियो अरे, बच्चाले पछि दोकानै पछि यो न चन्डाल छ, चन्डाल गाडी आयो, गाडी हामी के गर्छौ यस्ता पैसाको ब्याग बोकेर हिँडेको, पैसा छाम्दैछ क्या, पैसा छाम्दैछ यसले चन्डाल छ अहिले खान्छ मेरो छोरी जेठी छोरी हो, मेरो स्कुल गएर आएको। अनि म यस्तो हान्छु त कति रुपियाँ खान्छ अरे, कति रुपियाँ खान्छ अरे, कति रुपियाँ खान्छ अरे। अनि यसलाई त एडमिसन पनि गर्नु पनि लिनै मान्दैन, युकेजी पढेको मान्छे अरे, युकेजीमै राख्नु भन्छ। अनि के गर्नु, सानो देखेर होइन उसलाई त कति अरे युकेजीमा अरे। साँच्चै तिमी कति क्लास जानुपर्ने भन्दै त 1मा होइन, कति केजीमा अरे 1 क्लासमा जानुपर्ने अरे त। सोम्याले चाहिँ पिरो चिज खाएको अरे, कहीँ हिँड्नु भने अघि किनी माग्छन्। यता र के खाएको कान्छीले के खाएको के खाएको अरे। अनि नानीहरू छोराछोरीसँग हिँड्नु हुँदैन, घरि के खाने भन्छ, घरि के खाने भन्छन्, के खाने भन्छ अरे सौम्या। हामी चाहिँ अब घर फर्किँदैछौँ, स्कुल घर आएको आज चाहिँ होइन। अनि मेरो यस्तो उहाँ सगरमाथा पर्छ नि त, सगरमाथा रेसिडेन्टल। अनि मेरो सोम्या चाहिँ पब्लिक पढ्छ उहाँ, पब्लिक हाई स्कुल। अनि मेरो छोरी पनि अब पढ्ने अरे स्कुलै, किनभने उसको दिदी पनि पढेको ठाउँमै पढ्छु भन्छ। अनि ला बाटो त बन्द छ त, चेपबाट हिँड्नु मिल्छ। अनि त्यही भएर नि आज हामी नयाँ बाटो आएको क्या, हामी अलिपुर अर्कै बाटो आउँथ्यौँ, गरेश मान्छुको बाटो। आज हामी हुन त पहिला पनि म हिँडेको यो बाटो त, हामी पहिला समय तल बोकेर हामी कति धेरै तल ज्वरो बिमार आउँथ्यो, यही बाटो ल्याउँथेँ, बोकेर ल्याउँथेँ त्यो पर उयसमा क्या, गरेश मान्छुको हस्पिटल छ नि हो त्यहाँ ल्याउँथेँ क्या म। अनि ल्याउँथेँ अनि मेरो छोरी बिमारी हुन्थ्यो नि त, अब पैसा हुँदैन थियो, अब कोही बेला त पैसै हुँदैन नि होइन, किन ढाट्नु होइन, कोही बेला त पैसै हुँदैन थियो। अनि अब मेडिकल ल्याउँथ्यौँ, अनि मेडिकल ल्याउँदाखेरि पनि ला कति पैसा लाग्ने होला, कति लाग्ने भनेर हामीलाई डर भइहाल्छ नि होइन, अब पैसा हुँदैन थियो। अनि मेरो छोरी सानो थियो त्यतिखेर, जेठी छोरी। अनि यही बाटो ल्याउँथ्यौँ क्या हामी, यही बाटो ल्याउँथ्यौँ
ल्याउँथेँ। अनि मेरो बुढा चाहिँ काममा जानुहुन्थ्यो अनि बाटोमा ल्याउने अनि बोकेर ल्याउँथेँ अनि बोकेरै लान्थेँ। त्यहाँनिर हस्पिटल छ, हस्पिटल मेडिकल छ, त्यहाँको दबाई खाँदा चाहिँ हामी निको हुन्छौँ क्या फेरि। त्यही भएर हुन्छ। अब अहिले त के छ, अहिले हामी घर जाँदैछौँ ल।